आगुने काठमाडौँ यातायात मजदुरको आन्दोलनका कारण सोमबार दिनभर बालजु क्षेत्र तनावग्रस्त बनेको छ। ट्राफिक जरिवाना विरुद्ध आन्दोलित उनीहरूले दिनभर नै सडकमा बस तेर्साएर आवागमन अवरुद्ध गरे। आन्दोलनकारीहरूले साँझपख माछापोखरी चोकमा रहेको अस्थायी प्रहरी बिट र प्रहरीका 2वटा भ्यानमा आगजनी गरेका छन्। गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्याधिक भएको भन्दै यातायात मजदुरहरूले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्साएर यातायात अवरुद्ध पारेका छन्। What is our right? हाम्रो राइट खै, मजदुरको राइट खै, जनताको राइट खै, व्यवसायको राइट खै। विनोद चौधरीले मात्रै पाउने, तपाईहरुले कट गर्नुहुन्छ। आमामामा राज्यले यार हामीले पारेको प्रहरी प्रशासनले थाहा पाउने सिसी क्यामेराले देख्ने हैन, हामीले यस्तो साइडमा रोकेको हैन। तर कान्तिपुरले यस्तो गाडी टर्निङ गरेर मान्छे मार्दा नदेख्ने आमा। What is this? मनी टक्स भन्छ नि एउटा, हेर्नुहोस् तपाईँको एउटा ठुलो के अरे अल जजिरा छ नि टिभी, त्यसमा मनी टक्स हाउ मनी वर्क इन नेपाल। भ्रष्टाचारीहरू कहिले मर्दैन, मजदुर मरेका छन्, मजदुरलाई आज तपाईँ कोभिडभन्दा अगाडि म 3वटा 4वटा गाडी राखेर चल्ने व्यवसाय हो। आज म लुटेर कोठामा बन्दी भएर बसेको छु। किन? ड्युटी त राज्यको पोलिसीले सरकारले नदिएर सरल व्यवसायलाई सरल ब्याज दरमा पैसा खै त। बाहिर मान्छेलाई घुम्न जान पैसा दिन्छ, यहाँ काम गर्छु हजुर, म ट्याक्स तिर्छु, काम गर्छु, मलाई केही बाँच्नको लागि लोन दिनुहोस् न, खाना दिनुहोस् न, बाध्य दिनुहोस् भन्दाखेरि खोइ हाम्रो बाध्य पाउने अधिकार खोइ। इक्वल टु ल भन्छ संविधानले दिएको अधिकार क्या, संविधानले दिएको अधिकार खोइ कहाँ छ संविधान हजुर? कहाँ छ? यस्तो स्लट गर्ने मात्रैहरूलाई मात्रै हो, ठुला चाहिँ सानालाई के हो यो? उता चौतारामा लुकेर बस्नु, अलिक गर्मीमा शीतल ताप्छु भने ट्राफिक आएर छिटो गर्नु खै कागजपत्रले त 15 सेकेन्ड किन हजुर भन्दा यहाँ देखिन ट्राफिकलाई क्वेसन सोध्ने। अब ट्राफिकलाई क्वेसन सोध्ने त्यो फेरि बढ्ती मैले तिरेको पैसाले कमाएको बढ्ती हो। यही भन्नाले साथी हो, भोलि मलाई थुन्छन् है, फेरि लागु गर्छु म लाउला दुनियाँ लाउनु के लाउँछ के लाउँछ यहाँ त बच्नु सकिँदैन। तर अब यस्तै हो। उनीहरूले नाराबाजी र ढुङ्गामुढा पनि गरेका छन् र प्रहरीसँग झडप पनि भइरहेको छ। आन्दोलनकारीले प्रहरीका 2वटा गाडी जलाइदिए पनि माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी बिट पनि भत्काइदिएका छन्। आन्दोलनकारीहरूले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखिएको डिभाइडर चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचना समेत आगो लगाएका छन्। केही सेल अश्रु ग्यास प्रहरीले आन्दोलनकारीहरूमाथि चलाएको छ। जवाफमा प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन्। सरकारले यातायात व्यवसायहरूको मागलाई सुनवाई नगरे आन्दोलनले चर्को रूप लिने चेतावनी दिँदै उनीहरूले मङ्गलबारको लागि उपत्यकाका सबै सार्वजनिक तथा निजी सवारी चल्न नदिने घोषणा गरेका छन्। लोत्से कम्पनीले चाहिँ त्यहाँ 25-30 जनाको समूहको एउटा चाहिँ झुन्ड युवाहरूको समूह परिचालन गरेर हाम्रो मजदुरहरूलाई हातपात गर्ने, आक्रमण गर्ने र त्यहाँबाट चाहिँ धरपकड गराउने खालको काम गरिसकेपछि स्वतस्फूर्त ढङ्गले यातायात मजदुरले आज बन्दको कार्यक्रम गरेको हो र हामीले 3टै सङ्गठनले अहिले बसेर भोलिदेखि आज यो साङ्केतिक थियो र भोलिदेखि हामीले बिहानै 5 बजेदेखि हामीले देश यो उपत्यकाभरिका कुनै पनि सार्वजनिक सवारी साधनहरू हामी नचलाउने, सम्पूर्ण यातायात मजदुर आन्दोलनमा जाने भनेर चाहिँ हामीले निर्णय गरेका छौँ र त्यो निर्णय पनि अहिले हामीले जानकारी गरायौँ, प्रेस मिट पनि गरायौँ र अब 2टै महासङ्घहरू यातायातसँग सम्बन्धित 2टा व्यवसायी महासङ्घहरू छ, महासङ्घसँग अहिले हामी बैठक पनि बस्छौँ र भोलि हामी
हामीले उपत्यका बन्द भनेर घोषणा त गरि नै सक्यौँ र त्यो सँगसँगै महासङ्घलाई पनि यो आन्दोलनमा सहभागी गराउने, दुईटै महासङ्घलाई यहाँ जोड्ने र यो आन्दोलनलाई अब उपत्यका मात्रै होइन बिस्तारै बिस्तारै हामी देशैव्यापी रूपमा बन्दको कार्यक्रम अगाडि बढाउने भन्ने हिसाबले तपाईँहरूको माग चाहिँ के हो? हाम्रो माग चाहिँ के हो भने पहिलो कुरा उपत्यकामा अहिले ट्राफिक प्रहरीले चाहिँ 500 देखि 1500सम्म कानुनमा जुन कारबाही गर्ने व्यवस्था छ ट्राफिक नियम उल्लङ्घन गर्ने बापत, तर त्यसमा के हो भने मिनिमम भनेको 500 हो, म्याक्सिमम भनेको 1500 हो। तर ट्राफिक प्रहरीले के गर्यो भने अब मिनिमम भनेकै 500 भनेर 1500 भनेर 1500 भन्दा कम जरिवाना नलिने गरी उनीहरूले चाहिँ उनीहरूको विभिन्न ब्याङ्करमा पत्रचार गर्यो र त्यो चाहिँ के थियो भने कानुन विपरीत थियो। किनभने कानुनले भनेको कुरा के हो भने न्यूनतम भनेको 500 हो, 500 उसले गरेको कसुरको आधारमा गर्ने कुरा हो, तर म्याक्सिमम जरिवाना त्योभन्दा चाहिँ कम हुँदैन भन्ने हिसाबले जुन हिसाबले ट्राफिक प्रहरीले चाहिँ जरिवानालाई मात्रै केन्द्रित भएर मूलतः आर्थिक सङ्कलनलाई एउटा चाहिँ धन्दाको रूप जस्तो बनाएर उसले त्यो कारबाही गर्न थाल्यो। यसको हामीले चाहिँ विरोध गऱ्यौँ, कानुन विपरीतको त्यो निर्णय खारेज गर्नुपर्छ भन्यौँ। अर्को कुरा के भयो भन्नुहुन्छ भने ऐनमा भएको व्यवस्थाभन्दा ठिक विपरीत धेरै चालक साथीहरूको अहिले उपत्यकामा मात्रै 1000 चालक साथीहरूको चाहिँ लाइसेन्स निलम्बन गरिएको छ। लाइसेन्स निलम्बन गर्ने कानुनमा व्यवस्था छ, तर त्यसका केही निश्चित मापदण्डहरू छन्। जस्तो कुनै चालकले मादक पदार्थ सेवन गरेर सवारी चलाएर 5 पटक गल्ती गरेर गर्न सक्छ, निलम्बन हुने व्यवस्था छ। तर सामान्य गल्ती पिक एन्ड ड्रप गर्यो भनेर, यात्रु चढायो भनेर, यात्रु झार्यो भनेर अनि त्यस्तो नामलाई त्यस्तो कारणलाई पनि आधार बनाएर अहिले उपत्यकाका करिब 1000 चालक साथीहरूको लाइसेन्स चाहिँ निलम्बन गर्ने काम गर्यो। त्यो गैर कानुन छ र त्यो सबै चालकहरूलाई फिर्ता गर्नुपर्छ हामीले भनेर भनेका छौँ। त्यो दोस्रो कुरा भयो। तेस्रो कुरा भनेको अहिले प्रदूषणको नाममा विभिन्न सवारी साधनहरूलाई प्रदूषण चेक गर्दा एउटा चोकमा चेक गर्छ प्रदूषण पास हुन्छ, अर्को चेकमा फेरि प्रदूषण चेक हुन्छ, त्यहाँ चाहिँ फेल हुन्छ। त्यो अवस्थामा 5000 देखि 1 लाख रुपियाँसम्म जरिवाना भनेर यातायात मजदुर, यातायात व्यवसायी, यातायात स्वरोजगारहरूलाई तर्साउने काम जुन राज्यबाट भयो त्यो खारेज हुनुपर्छ भनेर भन्यो। र त्यसपछि अहिले विशेष गरिकन यो काठमाडौँ उपत्यकाको यो काठमाडौँको विशेष गरिकन एउटा मात्रै केन्द्रीय बस पार्क हो। यो बस पार्कले सबै सवारी साधन पार्किङ धान्न सक्दैन। तर अहिले यहाँ के भन्यो भन्दाखेरि ट्राफिक प्रहरी मिलेर, लोत्से कम्पनी मिलेर, अन्य सङ्घ संस्थाहरू मिलेर, महानगरपालिका मिलेर सबै सवारी साधन चाहिँ यही बस पार्कभित्रै ल्याउनुपर्छ, यही भित्रै हाल्नुपर्छ भनेर भनियो। र कतिपय सवारी साधनको जुन पार्किङ शुल्क हो त्यो पनि आफ्नो तरिकाले मनोमर्जी तरिकाले उच्च तोकेर व्यवसायी मजदुरबाट आर्थिक सङ्कलन गर्ने गरी जुन खालको काम गर्यो त्यो चाहिँ सच्याउनुपर्छ र त्यसलाई अनुसार राज्यले ध्यान दिनुपर्छ भन्ने अर्को विषय। र महत्त्वपूर्ण विषय भनेको अहिलेको सवारी तथा यातायात व्यवस्था ऐन त्यो गलत छ, त्यो खारेज गर्नुपर्छ। किनभने त्यो सवारी तथा यातायात व्यवस्था ऐन कहिले बनेको भन्दा 2049 सालमा बनेको, 30 वर्ष भइसक्यो त्यो कानुन। अब त्यो 30 वर्ष अगाडि बनेको कानुन अहिलेको समयमा त्यो लागू हुन सक्दैन। त्यसकारण त्यसलाई खारेज गरौँ, त्यसलाई संशोधन गरौँ र यातायात मजदुरका मुद्दाहरू, यातायात व्यवसायका मुद्दाहरू, आम पब्लिकको चाहिँ जनसरकारका विषयहरू, आम पब्लिकले गुणस्तरीय सेवा पाइरहेको छैन, भरपर्दो सेवा पाइरहेको छैन, सुरक्षित सेवा पाइरहेको छैन। अहिले उपत्यकाको भौतिक पूर्वाधारको कुराकानी गर्नुहुन्छ भने कहीँ पनि भौतिक पूर्वाधारहरू छैनन्, सबै भौतिक पूर्वाधारहरू सबै चाहिँ के अतिक्रमण भएका छन्, पार्किङ गर्ने ठाउँ छैन। हामी सबै यातायात मजदुरले चाहिँ सबै कुरो त्यो धान्नुपर्ने स्थिति बन्यो। त्यसकारण यो गलत छ, यो समग्र परिमार्जन गर्नुपर्छ र नेपालको यातायात क्षेत्र चाहिँ वास्तवमा यात्रु मैत्री छ, मजदुर मैत्री छ, पब्लिक मैत्री छ र सबैलाई यसले चाहिँ सम्बोधन गर्ने खालको छ भन्ने हिसाबले बनाउनुपर्छ भनेर हामीले यो मागपत्र पेश गरेका हौँ। र हामीले 17 गते मागपत्र पेश गऱ्यौँ। त्यसको 15 दिनको समय हामीले दिएका थियौँ। त्यो 15 दिनको समय भोलि 2 गते पुग्दै थियो र आज हामी 1 गते चाहिँ यहाँ बसेर घोषणा गर्न खोज्दै थियौँ। हामीले शान्तिपूर्ण रूपबाट जुन घोषणा गर्न खोजिरहेका थियौँ त्यही कार्यक्रममा चाहिँ धरपकड आक्रमण भइसकेपछि अहिले स्वतस्फूर्त ढङ्गले यातायात मजदुरहरू आन्दोलित भएका हुन् र हामीले निर्णय गरिसक्यौँ भोलिदेखि उपत्यकामा कुनै पनि सवारी साधन चल्दैन। र हामीले अहिले यही मिडिया, तपाईँहरूको मिडिया मार्फत आम पब्लिकलाई भन्न चाहन्छौँ, तपाईँहरूलाई पीडा होला, तपाईँहरूलाई तकलिफ होला, तर हामी बाध्य भयौँ, हामीलाई राज्यले बाध्य बनायो। राज्यले हामीलाई बाध्य बनाएको कारणले हामीले बन्द गर्नु पर्यो। यो यातायात मजदुरहरूको रहर होइन, यो यातायात मजदुरहरूको बाध्यता थियो। त्यसकारण आम तपाईँहरूको मिडिया मार्फत सम्पूर्ण जनसमुदायलाई यो आन्दोलन यातायात मजदुरको मात्रै होइन आम जनताको पनि हो। त्यसकारण हामीलाई सहयोग गर्नुपर्छ भन्ने म अपिल गर्न चाहन्छु।